नेपाल वर्सेस नेदरल्यान्ड्स फेरि एकपटक एसोसिएट क्रिकेटको दुई ठूला टिम बीच रोमाञ्चक भिडन्त खेल हुँदैछ। बुधबार 2082 जेठ 21 गते दिउँसो 3:45 बजे नेपाली टाइम फोर्थ हिल ग्राउन्ड डुन्डेमा। यो हो म्याच 75 अफ द आइसिसी क्रिकेट वर्ल्ड कप लिग 2 र यो म्याच पोइन्ट्स टेबलमा उक्लिन नेपालका लागि अत्यन्तै महत्त्वपूर्ण हुनेछ। अहिलेसम्म यी दुई टिम बीच 5 ओडिआई खेल भइसकेका छन्। नेदरल्यान्ड्सले 3 जितेको छ भने नेपालले 2। कुनै टाई वा नो रिजल्ट छैन, मतलब हरेक म्याच निर्णायक रहँदै आएको छ। नेदरल्यान्ड्सको विन पर्सेन्टेज 60%, नेपालको 40%, तर नेपालको हालको पर्फर्मेन्स इम्प्रेसिभ छ, स्पेशली आफ्टर ड्रामेटिक विन अगेन्स्ट स्कटल्यान्ड। अब कुरा गरौँ की प्लेयर्स र सम्भावित बेस्ट प्लेइङ 11 को। नेदरल्यान्ड्सका लागि टप अर्डरमा रहेका छन् म्याक्स ओडाउड, माइकल लेभिट अनि भरोसा योग्य कप्तान स्कट एडवर्ड्स। साथ दिनेछन् अलराउन्डर्स तेजा निरामनहरू, विक्रमजित सिंह र स्पिनर आर्यन दत्त, जसले नेपाल विरुद्ध राम्रो प्रदर्शन गरेका छन्। तल्लो क्रम बलियो बनाउन पल भ्यान मिक्रिन, कायल क्लाइन र विभियन किङमा जस्ता फास्ट बलर्स हुने सम्भावना छ। दिपेन्द्र सिंह ऐरीको हालैको कमजोर एक दिवसीय प्रदर्शनलाई ध्यानमा राख्दै नेपालको मध्यक्रमलाई बलियो बनाउन वैकल्पिक विकल्पहरू खोज्नु बुद्धिमानी हुनेछ। दुई आशाजनक प्लेयर्सहरू बसिर अहमद र नन्दन यादव हुन्, जसले दुवै टोलीलाई फाइदा पुर्याउन सक्ने अद्वितीय शक्तिहरू प्रदान गर्छन्। बसिर अहमद बायाँ हाते ब्याटिङ अलराउन्डर बसिरले घरेलु क्रिकेटमा स्थिरता प्रदर्शन गरेका छन्। 15 लिस्ट ए खेलहरूमा उनले 56.86 को प्रभावशाली औसतमा 398 रन बनाएका छन्, जसमा 3 अर्धशतक पनि समावेश छ र 3.46 को इकोनोमी रेटका साथ 7 विकेट लिएका छन्। ब्याट र बल दुवैबाट महत्त्वपूर्ण योगदान दिने उनको क्षमताले उनलाई बहुमूल्य सम्पत्ति बनाउँछ, विशेष गरी मध्यक्रममा जहाँ स्थिरता महत्त्वपूर्ण हुन्छ। नन्दन यादव दायाँ हाते मध्यम फास्ट बलर नन्दनले सीमित अवसरहरूमा आफ्नो पराक्रम प्रदर्शन गरेका छन्। 12 लिस्ट ए खेलहरूमा उनले 11.9 को प्रभावशाली औसत र 3.55 को इकोनोमी रेटमा 22 विकेट लिएका छन्। उनको मुख्य भूमिका बलसँग भए पनि उनको ब्याटिङ क्षमताले लाइनअपलाई गहिराई प्रदान गर्न सक्छ। सिफारिस हालको टोलीको गतिशीलता र बलमा पनि योगदान दिन सक्ने भरपर्दो मध्यक्रम ब्याट्सम्यानको आवश्यकतालाई ध्यानमा राख्दै बसिर अहमद दिपेन्द्र सिंह ऐरीको लागि उपयुक्त विकल्पको रूपमा देखा पर्छन्। उनको हालको फर्म र अलराउन्डर क्षमताहरू टोलीको आवश्यकताहरूसँग राम्रोसँग मेल खान्छ। नेपाल विरुद्ध नेदरल्यान्ड्सको लागि प्रस्तावित प्लेइङ 11: आसिफ शेख विकेट किपर, कुशल बुर्तेल, रोहित पौडेल कप्तान, भीम सार्की, आरिफ शेख, नन्दन यादव, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र बसिर अहमद। यो लाइनअपले नेदरल्यान्ड्स विरुद्ध प्रतिस्पर्धात्मक प्रदर्शनको लागि नेपाललाई स्थितिमा राख्दै मध्यक्रमलाई बलियो बनाउने लक्ष्य राखेको छ। अब सबैको नजर हुनेछ कि सन्दीपले मिडल ओभर्समा म्याजिक देखाउने, कि आसिफले फेरि प्याडी सम्हाल्ने, कि नेदरल्यान्ड्सले फेरि डोमिनेन्स कायम गर्ने। यो मञ्च नेपालका लागि मात्र होइन, सम्पूर्ण समर्थकहरूको लागि इमोसनल मोमेन्ट पनि हो। ओडिआई स्टेटस सुरक्षित राख्ने, कन्फिडेन्स बिल्ड गर्ने र फ्यान्सको भरोसा जित्ने एक अवसर हो। सो तयार हुनुहोस्। बुधबार जेठ 21 गते 3:45 बजे नेपाल वर्सेस नेदरल्यान्ड्स, एक सहायक भिडान्त जसले डिरेक्सन चेन्ज गर्न सक्छ। लिग 2 को टेबल। फर फुल कभरेज, एनालाइसिस एन्ड म्याच अपडेट्स, सब्सक्राइब टु क्रिकेट चौतारी।